पाटा पक्दैन त पाटा पक्दैन के हेरेको हेरेको पक्रिउ न भेटेको जति ट्याप ट्याप पक्रिउ पक्रिउ छेउमै छु ल यहाँ पक्ष हेर्न मम्मीले लुक्छ पर पर छ गयो त भोलितिर पक्रिनु यहाँ थुनु न ल्यायो फुच्चेले पाठा लिएको दा यति चाहिँ हामीले पक्रियौँ अरू चाहिँ खेती चाहिँ पक्रिनु नसकेर त्यो फिल्लारीकै म चाहिँ दबाई दिँदै यतिलाई देऊ न यति चाहिँ अनि कहाँ बिर्सिहालिन्छ नि भने बिर्सिन्छ माम पकाउनु छैन म भेरा खेदिराख्छु ल पानी पो छिटाउँदैछ भातहरू पकाउनु हुन्छ आलु र गट्टा पकाउँदैन गट्टा मात्रै त मिठो हुँदैन ल कहाँ लाउँछ नि घाँटी दुखेर भोलि बसी खानुपर्छ केट 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 बिजेलेको भेडा चाहिँ कुन हो यो होइन सो पहेँलो लङ लगाएको छु बुढी बुढी चाहिएको छ त्यही पो सुइरी अच्छा र ठराउँदैछ सोल्टिन मानहरू जेटले गोठ फर्किनु जानु होला उयो हो कि के हो राम्रै छ कि के त्यसो भने इलाममा चराउन्
कि तर भेडाले एकछिन निस्केर उद्धो होला यहाँदेखि निस्केर उद्धो होला भेडा अब हिजो चाहिँ निस्केन अन्त अस्ति मैले तलाइसम्म खाँदिरहेको आज पनि खोटाङदेखि खोटाङ पत्कारू पिपिङ सुम्दे केलासी पुरा त्यो कुनमा हो धान खतरा पहेँलो छ हौ त्यो बाला बेसी हो चाहिँ दामी उडाई आधी भएको होला त्यो दिन्छु अनि झिरुवाको पनि मसँग नयाँ चेनै छैन अहिले आधी भएको होला त्यही चलाउनु नि लगेर तपाईँलाई अब आउने भनेको मबाट आयो दुईटा हजुर भोलि चाहिँ मालिङ काटिराख्नु भनेको पोहोर त लान्छु भन्थ्यो बुढोले पोहोर त एक रातिसम्म ल्याइदियो भने तिरेको जिन्सी चाहिए बेलुका झर्नु आएको पछि गोठाला गर्नु तिमीमा जानेलाई पाउँछ दुईटा बनाउने के गर्नु एउटा मर्ने मलाई राजाङ्गर पहिला बसेकोमा नयाँ डर कुकुर मरेर सकिसक्यो सिमीको ठिक भइराखेको छ अब यसमा मालिङको ठिक भइरहेको छ होमस्टेतिर यसरी त बाँध्यो नि सिमीको चल्छ थुरु तर्सिन्छ छक्कै झन् मरेको भन्छु फेरेको देख्यो म त मरेछ आयो एउटा अस्ति यहाँ मरिआएको थियो अस्ति नै एक आएको विदेशी हो डाँडा बोक्यो अस्ति नै भने जस्तो लाग्यो यो नै अहिले नै जस्तो छ पानी तान्नु तातो कि चिसो तातो छ
शनिबारसम्म पानी पर्ने रे यहाँदेखि एक दिनमा जिर्के पुग्छ होला अर्को दिन पुगिहाल्यो नि माइला काका आउँदैन यस्तो को उल्टा पाराको मोटे अनिल काका जानेहरू यहाँ बस्नेहरू बेग्दाखेरि यहाँदेखि पुग्ने हिसाबमा जानेदेखि अनि भोलिपल्ट फर्केर आइपुग्ने सकिन्छ नि बिहान उठेर भ्याएर त हेर आगो पुग्छ होला भनेर म चाहिँ उठ्नु खोज्थेँ बिहान बेलुका त जाडो डाँडामा भेला तानिराखेको छ गुड भन्नु हो त्यहाँ राखेको छु त्यहाँ छ अहिले त्यहीँ थियो अहिले उद्धव साह्रो भन्थ्यो हिजो त गुड त त्यहीँ थियो खोयाको चाहिँ भेला चाहिँ थिएन खोयाको चाहिँ घर लगिन्थ्यो खोया ए है भर्खरै मलाई पनि दियो है एक दुई पात भन्छ फोन गरेर ल्याउनु बोलाउनु भन्छौ यहाँ पछि गएको छ नि खोया कस्तो चिनेको थालै चिसो न चिसो रहेछ खाइसक्यो अनि दिन कस्तो छ टाइममा छोड्नुमा अब अस्ति घरदेखि आउँदै यस्तै थियो कस्तो टाइममा छोड्नु यस्तै थियो र एक दिनमा चाहिँ यस्तो चाहिँ हुँदैन होला है म त्यसको भोलिपल्ट आएको सबै